Stop searching for Spider-Man in your organization. Welcome to Leadership Simplified with Faisal. जब हामी ग्रेट लिडर्सको कुरा गर्छौं तब हाम्रो दिमागमा को आउँदछन्? मार्टिन लुथर किङ जुनियर, मदर टेरेसा, महात्मा गान्धी। यी मानिसहरूलाई हामीले मोरल लिडरशिपका आइकन मान्दछौँ। उनीहरूले अन्यायको विरुद्ध आवाज उठाए, ठुलो रिस्क लिए, समाज परिवर्तन गरे। तर एउटा फ्यासिनेटिङ क्वेसन छ के हरेक अर्गनाइजेसनलाई अर्को हिरो चाहिन्छ? मेबी we don't need another hero. हार्वर्ड बिजनेस स्कुलका प्रोफेसर जोसेफ ब्याडेराकोले भन्नुभएको छ, कर्पोरेट क्षेत्रमा हिरो बन्न खोज्दा धेरै मानिसको जागिर गएको छ तर मूल समस्याको समाधान निस्केको छैन। प्रोफेसर जोसेफ ब्याडेराको एन्ड हिज टिम कन्डक्टेड 100 अफ कर्पोरेट केस स्टडिज र यो अध्ययनपछि उहाँहरूको टिमले एउटा गजबको कुरा पत्ता लाग्यो जुन कन्सेप्टलाई उहाँहरूले नाम दिनुभयो क्वाइट लिडरशिप। जस्तो नाम त्यस्तै काम भने जस्तै जसले पछाडि बसेर हल्ला नगरी विचारपूर्वक काम गर्छन् त्यसलाई क्वाइट लिडर्स भन्छन्। अकर्डिङ टु अथर, क्वाइट लिडर्स हुन मुख्यतया 4 वटा नियमको पालना गर्नुपर्दछ। रुल नम्बर 1, बाइङ द टाइम और स्ट्राटेजिक स्टलिङ, मतलब तुरुन्त रियाक्सन नगर्ने हो। हाम्रो नेपालीमा एउटा उखान छ, रात रहे अग्राक पलाउँछ। सेल्सले भन्यो अपरेसनले गर्दा टार्गेट पुगेन, अपरेसनले भन्यो सेल्सले इम्पोसिबल कमिटमेन्ट गर्यो। यो सिचुएसनमा क्वाइट लिडर्सले कसरी एक्ट गर्छन्? म्यानेजर्सले कसैलाई दोषी नदिई स्ट्राटेजी स्टलिङ गर्ने, अर्थात् एचआर पोलिसीमा के छ भनेर चेक गर्ने, थप समय माग्ने, कानुनी निर्णय लिने र आजै निर्णय नगरौँ भोलि दुवैजना टिमलाई राखेर फ्याक्ट्स र डाटाको बेसमा डिसाइड गरौँला भनेर भन्ने। एक दिनको समयले इमोसन घटाउँछ र फ्याक्ट्स हेरेर सोलुसन निस्किन्छ। ब्याडेराको भन्नुहुन्छ समटाइम्स बाइङ द टाइम इज लिडरशिप। रुल नम्बर 2, पिक योर ब्याटल्स वाइजली, अर्थात् हरेक कुरामा फाइट नगर्नुहोस्। हरेक कुरा लड्नुपर्ने कुरा होइन, अर्थात् लिडरशिपमा तपाईँको पोलिटिकल क्यापिटल लिमिटेड हुन्छ। प्रेजेन्टेसन मिटिङमा सिनियर बसले सानो मिस्टेक गर्दाखेरि सबैको अगाडि नलड्नुहोस् किनकि त्यसले ठुलो असर गर्दैन। तर पछि कम्पनीमा ठुलो इथिकल इस्यु आयो भने डिडसँग भन्नुहोस्, दिस वी क्यानट इग्नोर, किनकि हरेक ब्याटलमा तपाईँले आफ्नो शक्ति खर्च गर्नुभयो भने इम्पोर्टेन्ट ब्याटल आउँदाखेरि तपाईँको साथ झरिसकेको हुन्छ। रुल नम्बर 3, डोन्ट ब्रेक द रुल्स, बेन्ड देम। कुनै पनि अर्गनाइजेसनमा नियम तोड्नु एउटा सिरियस अफेन्स हो। यसले करियरै समाप्त गर्न सक्दछ र यसलाई गम्भीर अपराधको रूपमा लिइन्छ। क्वाइट लिडर्सहरूले कहिले पनि नियम तोड्दैनन् तर यसलाई अन्धो भएर पनि पालना गर्दैन। उदाहरण, युनिभर्सिटीमा स्टुडेन्टको स्कलरसिप डेडलाइन आज थियो तर स्टुडेन्टको गाउँमा बाढी आएर समयमा डकुमेन्ट आउन सकेन। रुल भन्छ डेडलाइन पछि एप्लिकेसन एक्सेप्ट गर्न सकिँदैन। यसमा 2 विकल्प छन्, 1 रुल इज रुल रिजेक्ट, 2 रुल नै हटाइदिउँ। तर क्वाइट लिडर्सले तेस्रो बाटो खोज्दछ। स्टुडेन्टसँग भएको एभाइलेबल डकुमेन्ट्स राख्छ, अफिसियल रेकर्ड्स पनि राख्दछ र पोलिसीमा भएको एक्सेप्सनल प्रोसेस युज गर्दछ र कन्सर्न अथोरिटीलाई पनि एक्सप्लेन गर्दछ। रुल ब्रेक गरेन तर रुलको बााउन्ड्रीमै भएर जिम्मेवार बाटो प्रयोग गर्यो। रुल नम्बर 4, फाइन्ड अ कम्प्रोमाइज। संसारलाई कालो या सेतोको नजरियाबाट मात्रै नहेर्नुहोस्। धेरै मानिसहरू निराशवादी और सिनिकल हुन्छन् जसले संसारलाई चाहिँ कालो र सेतो रङको नजरले मात्रै हेर्दछन्। तर क्वाइट लिडर्सहरू रियलिस्टिक हुन्छन्। उनीहरूलाई थाहा छ जीवन र कर्पोरेट क्षेत्रमा सधैँ कालो र सेतो रङ मात्रै हुँदैन, यो त रङ्गीन हुँदछ। रेड, येल्लो, ग्रिन, पर्पल, ब्लू इत्यादि कलर्सहरू पनि हुन्छन्। उनीहरूले परिस्थितिलाई विशाल दृश्य और एक्सपान्सिभ भिजन अफ रियालिटीको नजरले देख्न सक्दछन्। उदाहरणको लागि इम्प्लोइको वर्क फ्रम होम भन्ने अडान र म्यानेजरको वर्क फ्रम अफिस भन्ने अडानको बिचमा उनीहरूले फ्राइडे चाहिँ वर्क फ्रम होम भन्ने कम्प्रोमाइजलाई अगाडि सार्न सक्दछन्। रिमेम्बर, अल्बर्ट श्वाइट्जर once said, large events visible to the public are merely the foam on the surface of the ocean. Real power lies in the small, quiet waves down in the depths. त्यसैले आफ्नो संस्थामा एउटा क्रान्तिकारी हिरो बन्ने होइन, क्वाइट लिडर बनेर चलाखीपूर्ण तरिकाले परिमाण निकाल्नुहोस्। यस्तै लिडरशिप टपिक्सको लागि फलो गर्नुहोस्। लिडरशिप सिम्प्लिफाइड विथ पेसल, जय नेपाल।